Good morning guys. आज चाहिँ घुम्न जाने प्लान छ एक जग्गा अलिक एडभेन्चर टाइपको छ र मजा आउने भएको छ पनि हेर्दै जानुहोस् के हुन्छ दिनभरि उठ्नु साह्रो पर्यो अघि 6 बजी मात्रै सुतेको र पनि अब उठ्ने गरे के गर्ने अब जग्गा हेर्नुको लागि नयाँ जग्गा हेर्नुको लागि त अब छुट्टीमा पनि छिटै उठेर अब फ्रेसेस भएर जाने हो के हुन्छ अब दिनभरि हेर्नुहोस् होला ल निस्केको म चाहिँ रेडी सेडी फ्रेसेस भएर चेयर पनि भएको छु हातमा र आज चाहिँ अलिकति नेचरलाई फिल गर्ने भन्ने टाइपको सोचेको छु र तपाईँहरूसँगै देखाउने छु कस्तो हुने चाहिँ यहाँको नेचरको फिल जोडिरहनु होला धन्यवाद सेट गरेर हुँदैछ इनफ स्पेस What are you doing here? Really? सेट भइसक्यो अब चाहिँ निस्किने हो Fish with you? What food? Yeah, I need to bring food. Okay, and Just one napkin like this. what we are going to eat? Chicken. Chicken rice, huh? Yes. Chicken rice. Or beef, I don't know. What you want? If chicken gets whole chicken, right? Big, that's Yeah, good. We'll do this. खाना चाहिँ प्याकिङ गरेर लाने प्लान छ हेरौँ अब के गर्नुपर्छ كيف حالك؟ جيب واحد فول تشيكن. فول تشيكن. 1 حبة تشيكن ماكينة. هاف اند هاف. واثنين رز. 2 مندي. ونص نص. ترتيب زين ها؟ خلاص كده. اي بارد بيبسي دي وصالة شوي ونسي هلا نصيب. तरको एङ्गल सेट गर्दैछु ड्राइभ गर्दै गरेको भिडियो निकाल्छ अरे हो क्यामेराको एङ्गल यहाँबाट टक्कै उदाउँदैहरूको निकाल्छ अरे नि त अब बिचरालाई मिल्छ होला फाइनली आइपुग्यौँ हामी डेस्टिनेसनमा एकदमै सुन्दर जग्गा रहेछ हेर्दाखेरि विस्तृतसँगले देखाउँदैछ बिस्तारै खरिफ भन्ने सिजन हुन्छ यहाँ जुलाई अगस्ततिर पुरा हरियो पुरा फुल हरियो ग्रिन हुन्छ तर फिलहाल चाहिँ अहिले सिजन होइन र सुक्खा भएर सबै जमिन घाँसहरू एकदमै टुरिस्ट भएको जग्गा हो यहाँ चाहिँ रहेछ जग्गाहरू चाहिँ कम्ती साइड यहाँ पाहाडहरू कत्रो छ तर अर्कै किसिमको पाहाड छ क्या फोन बिर्सेछ हाम्रो म्यानेजर खासमा यो चाहिँ इजिप्टको तर यहाँ सँगसँगै काम गर्छौँ एकदमै दुई भाइ चाहिँ मिल्ने भएकोले गर्दा जहिले पनि छुट्टीमा दुई भाइ घुम्न निस्किन्छौँ हामी दिस इज द प्लेस
यो चाहिँ तपाईँको क्याफे भन्छ ओडालभित्र, तर फिलहाल अहिले एक्टिभ छैन होला भन्छ होला, किनकि मान्छे त्यति छैन अहिले सिजन अफ भएको कारणले गर्दा। र एकदमै पिसफुल जग्गा रहेछ, पिसफुल जग्गा रहेछ एकदमै नेचरको बिचमा। र यो माथिको चाहिँ अघि मैले भनिहालेँ तपाईँलाई, यो भित्र चाहिँ क्याफे, कफी सफी पाउने, चिया पाउने ओडालभित्र, ओडाल जस्तै रहेछ तर क्याफे भित्र चाहिँ है। अहिले चाहिँ बन्द होला किनकि सिजन छैन, अहिले कोही छैन मान्छेहरू। र मैले यो क्याफे चाहिँ खुल्ला देखेँ, यहाँ चाहिँ मान्छे रहेछ। यस वाइ अटोमेटिकली भिडियो रेकर्ड गरेको थिएँ अघि, मैले तपाईँलाई देखाएको थिएँ नि, रेकर्ड भएन रहेछ सायद, यसले बटन दबाउन बिर्स्यो होला। कार्डहरू चाहिँ मलाई के कहाँ देख्छ लाग्दैछ भने नि, मैले एउटा डेभिड, हाउस अफ डेभिड भन्ने एउटा सिरिज हेर्दै थिएँ क्या, डेभिड दाउदको। त्यसमा त्यो सिरिजमा यस्तै खाले पाहाडहरू देखाएको छ क्या, यस्तै खाले पाहाडमा हिँडेको फाइटहरू भएको सिनहरू छ कि, यस्तै पाहाड सेम टु सेम। लु फिलहाल चाहिँ जग्गा हेर्दैछ अनि कहाँ बस्नुपर्ने भनेर, टेबल कहाँ सेटअप गर्नुपर्ने भनेर जग्गा हेर्दैछु। खै पर्फेक्ट जग्गा नै भेटेको छैन, पर्फेक्ट जग्गा खोज्दैछु। टाइम लाग्ने रहेछ अलिक, किनकि यो जग्गा ठुलै छ, कम्प्लिटली जग्गाहरू फर्स्ट टाइम हो 2 महिनै। र अनलोडिङ स्टार्ट भयो, अब अनलोडिङ स्क्यारी हाम्रो बेन्ची डेस्क। अलमोस्ट रेडी भइसकेको, बस 1-2 घन्टाको लागि मात्रै आएको हो यहाँ। र टी पटहरू लिएर आएको थिएँ हामीले, यहीँ नै चिया बनाएर खाने, यसरी आर्टिफिसियल ग्यास, सानोबडे चुल्हा, र बुकुर स्मेलको लागि, रुट फ्रेग्रेन्सको लागि बुकुर भन्ने एउटा यहाँ अरब कन्ट्रीमा पाउँछ। यो एकदमै पर्फ्युम जस्तै हो तर बुकुर भन्छ, धुवा निस्किन्छ, एकदमै मस्त गनाउँछ है। राम्रै खानेकुराहरू छ यहाँ, हेरिहाल्नुहोस्, डेट्स, खेजुर, यो मिठाई, यो बन, चियाको कितली, र यहाँ बाहिरबाटै किनेर लिएर आएको छौँ हामीले राइस र चिकन, र आफ्नो आफ्नो चेयर। पछाडिको भ्यू मस्त, यहाँ छेउमा खोला छ, यो खोला छ, बगिरहेछ खोला, वरिपरि पहाडहरू छ। थ्याङ्क यू गड। एउटा स्याड रियालिटी के भन्न चाहन्छु भने हाम्रो जग्गातिर योभन्दा दामी ठाउँ छ है हाम्रो दार्जिलिङ क्षेत्रतिर। मान्छेले केयर गर्न जान्दैन क्या, जताभावी बोतल फुटाइरहेको हुन्छ, प्लास्टिक फ्याँकिरहेको हुन्छ, मैला पारिरहेको हुन्छ है। र मान्छेहरूले आफ्नो जग्गालाई भ्याल्यु गर्नु जान्दैन, र पछि गभर्मेन्टलाई है, सरकारलाई ब्लेम गरिरहेको हुन्छ। हामी आफै नै अकाउन्टेबिलिटी लिनुपर्छ क्या कुराहरू। हामी आफै नै समझदारीले काम गऱ्यो भने, साफसफाइ गऱ्यो भने त्यो जग्गाको भ्याल्यु हुन्छ क्या। तर यहाँ हेर्नुहोस्, केही पनि छैन, प्लास्टिकदेखि लिएर केही मैला कुचेला छैन, किनकि यहाँको मान्छेहरू स्मार्ट भन्दा मलाई थाहा छ तिनीहरूलाई कि मैला कुचेला फ्याँक्यो भने चाहिँ हाम्रो जग्गा बर्बाद हुन्छ भनेर। र यहाँको मान्छेहरू स्मार्ट छ, सरकारले के भन्नु पर्दैन, यहाँको मान्छेहरूले बुझेर डस्टबिनमा मैला फ्याँक्छ है, जताभावी मैला पार्दैन। मलाई चाहिँ आउट कन्ट्रीको के मनपर्छ भने चाहिँ नि यहाँको सिस्टम क्या, सिस्टमेटिक। यस्तो क्लिन वासरुम छ यहाँ, हेर्नुहोस्, एउटा मैला छैन, एउटा मैला छैन यहाँ नै। यहाँ हेर्नुहोस्, यस्तो क्लिन वासरुम, भुइँमा एउटा पानी छैन। यसलाई भन्छ क्या म्यानेजमेन्ट चाहिँ, दिस इज कल प्योर म्यानेजमेन्ट ब्रो। हाम्रोहरूले कहिले सिक्नु यस्तो, कहिले सिक्नु। खासमा चाहिँ मान्छेको पनि सिभिक सेन्स हुनुपर्छ क्या, मान्छेले पनि यो टेक केयर गर्नुपर्छ, जसले युज गर्छ त्यसले मजाले क्लिन गर्नुपर्छ। त्यो हो क्या मेन पोइन्ट चाहिँ। भिडियो बनाउँदै गर्दा के भन्न चाहन्छु भने म युट्युबमा यस्तो भिडियोहरू हेरिबस्थेँ क्या, क्याम्पिङ गरेको, रातमा बसेको। क्याम्पिङ त गरेको पहिला पनि, तर आफूले पकाएर चाहिँ खाएको थिइनँ कहिले पनि, र अहिले पनि पकाएर त खाएको छैन, तर बस चिया हो। तर एउटा नयाँ एक्सपिरियन्स हुन्छ लाइफमा, अनौठो जग्गामा, अरूको कन्ट्रीमा यसरी क्याम्पिङ गरेर खानु अलग्गै कुरा, डिफ्रेन्ट काइन्ड अफ एक्सपिरियन्स। र प्रौला धन्यवाद होस् फेरि पनि
यो मौका दिएको छ नयाँ एक्सपिरियन्स लाइफको लागि धेरैको लागि नर्मल कुरा होला तर मेरो लागि स्पिक एक न्यू एक्सपिरियन्स amazing wait great र साथी हो सुखमा होस् या दुःखमा होस् परमप्रभुलाई चाहिँ धन्यवाद दिनुपर्छ है अहिले मुभमेन्ट मैले इन्जोय गरिरहेको छु यतिखेर मात्रै मैले प्रभुलाई धन्यवाद दिनु भएको तर हर सुख दुःखमा परदेशी लाइफमा सुख पनि हुन्छ दुःख पनि हुन्छ क्या लाइफमा धेरै यस्तो दिनहरू पनि देखेको छु कि हरेस खाएको क्या लाइफदेखि तर परमप्रभुलाई त्यति बेला पनि मैले धन्यवाद दिएको छु र अहिले पनि दिन्छु थ्याङ्क यू गड प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनु हो मलाई प्रभु धन्यवाद छ तपाईलाई अलवेज ग्लोरी टु गड अलिक बाङ्गो भइरहेको रहेछ अमेजिङ The handcrafted tea. What a soulful relax. Yeah. Thanks God. With the bun. Stuff the cheese for one side. Creamy flavor. Khejur, dates. Wow. Embark the movement. मिडल इस्ट अरब कन्ट्रीमा खालि डेजर्ट मरुभूमि छ मात्रै भनेर सम्झिन्छ तिनीहरूको लागि यो भिडियो यहाँ हेर्नुहोस् पानी उम्रेको जग्गा मुहान हाम्रोतिर भन्दा ठुलो मुहान छ यहाँ पानी उम्रेको चट्टानबाट पानी निस्किँदैछ पानी निस्केको जग्गा अमेजिङ कुराहरू विटनेस गर्न पाइन्छ जब घरदेखि बाहिर निस्कन्छौँ हामी अमेजिङ बिरयानी चमक Chai? चाय Yeah. Once I finish, I will call you. Where are you? Right. You kubaya? You kubaya? You kubaya? What is kubaya? Hi. Cup kubaya. In Arabic or Egyptian? Egyptian. Usually rice में कम्ती हाल्छ तर आज बाहिर निस्केको बेला चाहिँ खाने होला साफ सफाइ हुँदैछ अब जाने क्रममा छौँ हामी जाने टाइम भयो अब ढाँसाना धोइ हुँदैछ प्याकिङ गरेर लाग्यो अब घर फर्किने हो सामानहरू लोड गर्नुपर्छ बस्नु खानु त मजा आउँछ तर यही हो सेटअप गर्नु र सेटअप भित्राउनु नै साह्रो लोड गर्नु अनलोड गर्नु मिलाउनु यही नै चिज हो क्या बाई बाई फेरि पनि यो ब्युटिफुल प्लेसलाई फेरि भेटौँला कुनै दिन